गरिमाजी स्वागत छ हजुरलाई। ए थ्याङ्क यू। यहाँ चाहिँ हामीले गेस द प्राइज गर्न लागेको छौँ। हजुरले अब प्राइज गेस गर्दाखेरि ठ्याक्कै थाहा भएन भने तपाईँले 50 को प्लस माइनस रेन्जमा भन्न सक्नुहुन्छ। सपोज 100 देखि 150, 100 देखि 120 को रेन्जमा भन्न सक्नुहुन्छ। यदि तपाईँलाई थाहा नै भएन, कन्फ्युज हुनुभयो भने तपाईँसँग एउटा लाइफ लाइन छ, त्यहाँ चाहिँ तपाईँले घरमा मम्मीलाई नै फोन गर्न सक्नुहुन्छ प्राइज सोध्नको लागि। नभए अब दोकानेको नम्बर छ भने सबकिपरलाई सोध्नु भयो। तर रमाइलो त रमाइलो हो, तर अब प्राइस अब ठाउँ अनुसार फरक हुन्छ नि त। कुन ठाउँमा गएर हामीले सामान लिन्छ, सो म गेस गर्दिनँ। यो चाहिँ तपाईँको एउटा 1 पिस वाटरमेलन भने पर केजीको हुन्छ। केजीको हो। म त खोइ यो केजीको वाटर, यसको प्राइस चाहिँ लगभग 450 छ। लाइक फुलको नै 450 हाराहारीमा हुनसक्छ। 450 लक गर्न चाहनुहुन्छ? 450 अलिक कम भयो क्या है? 500 नै भयो। ए बढी भयो अझै? ए हो र? वाटरमेलनको वाटरमेलन त हो नि, होइन? हजुर वाटरमेलन नै। अहिले त अफ सिजन हो नि त, झन् महँगो हुनुपर्ने हो। 2 केजी चाहिँ 2 केजीको भन्दा नि पर केजी 1 केजीको भन्दा हुन्छ। 1 केजीको 1 केजीको त्यसो भए महँगो भयो भनेपछि 100 होला सायद। 100 को अराउन्ड हो। फाइनल एन्सर यही तपाईको? फाइनल एन्सर। लक गर्न चाहनुहुन्छ? लक गरिदिउँ। सो यो चाहिँ तपाईको मिलेको छ। ए 90 देखि 100 को रेन्जमा पाउँछ पर केजी चाहिँ। थ्याङ्क यू। एप्पल चाहिँ अहिले अलि महँगै छ जस्तो लाग्छ मलाई। सो यसको पर केजीको चाहिँ 300 देखि 350 को बिचमा हुनुपर्छ। यही हो फाइनल एन्सर तपाईँको? यही हो। लक गर्दा भयो? लक गरिदिउँ। सो यो पनि तपाईँको करेक्ट छ, मिलेको छ। यसको प्राइस चाहिँ 300 देखि 350 के रेन्जमा आउँछ। ठिक छ। प्याज चाहिँ मलाई अलि समयदेखि थाहा छैन खासै। यो चाहिँ म गेस नै गर्नुपर्छ। सो आई गेस केजीको 150 जस्तो पर्छ होला। केजीको? ए हो फाइनल एन्सर? कम भनेको धेरै भने ला, कस्तो कम भने जस्तो लागिरहेको छ मलाई। प्याज त महँगो होइन, लसुन अलि महँगो भएको है। 150 जस्तो नै भनौँ। लक गर्दा भयो? लक गरौँ। चेन्ज त गर्न चाहनुहुन्न नि एन्सर? नगर्ने। सो यो चाहिँ तपाईँको मिलेन। यसको प्राइस चाहिँ 60 देखि 70 पर केजी। ए ओके, मैले पनि थाहा पाएँ। अब टमाटर रहेको छ, सायद प्याज र टमाटरको उस्तै उस्तै रेन्ज हुनसक्छ। पर केजीको त्यस्तै 80 देखि 100 को बिचमा। ए तपाईँको फाइनल एन्सर? ए तपाईँ कतिको टमाटर किन्न जानुभएको छ बजारमा? ठिकै, त्यस्तो धेरै पर्दैन, किनभने मम्मीले धेरै जस्तो चाहिने कुराहरू चाहिँ मम्मीले नै गर्नुहुन्छ, त्यही भएर खासै बजार जानु पर्दैन। सो 80 to 100 लाई लक गर्दा भयो? सो तपाईँको एन्सर फेरि पनि मिलेको छ। ए ब्रोकोली मलाई मन त पर्छ, तर कति पर्छ ठ्याक्क थाहा छैन। आई गेस यो केजीको त्यस्तै पर्छ होला, 120 देखि 150 को बिचमा। ठ्याक्क चेन्ज गर्न चाहनुहुन्छ? केजीको है? केजीको हजुर। त्यही नै होला जस्तो लाग्छ मलाई। सो यो पनि तपाईँको करेक्ट भएको छ। यो चाहिँ ठिक्क 120 to 130 सम्म आउँछ। अब चाहिँ आलु रहेको छ। आलु चाहिँ आलु कतिको मनपर्छ तपाईँलाई? मनपर्छ। आलु चाहिँ जेमा पनि जान्छ जस्तो लाग्छ, अनि मिठो लाग्छ। सो आई गेस यो चाहिँ त्यही हाम्रो प्याजको रेन्जमै आउँछ क्या हो जस्तो लाग्छ। 60 देखि पर केजीको 60 देखि 80 कै बिचमा हुन्छ कि जस्तो लाग्छ। 60 देखि 80 बिचमा लक गर्न चाहनुहुन्छ कि चेन्ज गर्नुहुन्छ प्राइस? 50 प्लस माइनस हो नि त। सो हामी 60 देखि 110 सम्म जाउँ न त।
110 तपाईँको एन्सर फेरि पनि मिलेको छ। यसको प्राइस चाहिँ तपाईँको 60 देखि 80 सम्मको रेन्जमा आउँछ। मिलेको थियो अघि भनेको नि। यो चाहिँ सिन्स यो केजीमा धेरै जान्छ, लाइट हुन्छ नि त, हजुर अनि चाहिँ अलिक महँगो हुनसक्छ। पर केजीको आई गेस त्यस्तै 180 देखि 250 सम्म। फाइनल एन्सर हजुरको यही हो? किनभने केजीमा त अलि धेरै जान्छ यो। लक गर्न चाहनुहुन्छ? 150 देखि 200 को बिचमा गरौँ न त। 150 देखि 200 को बिचमा? हुँ। यो पनि फेरि पनि करेक्ट भएको छ। सो चिल्ली पनि केजीमा धेरै जान्छ नि त, त्यही भएर 20 रुपियाँको 10 रुपियाँको मात्रै किनिरहेको। गेस गर्नुपर्दा गेस गर्दाखेरि त्यस्तै 100 देखि 150 पर्छ होला पर केजीको। 100 देखि 150। सो फाइनल एन्सर हजुरको यही हो? केजीको हिसाबले चाहिँ लक त्यही गर्दा भयो है? लक गर्दा हुन्छ। कि चेन्ज गर्नुहुन्छ त? होइन, लक गरौँ। स्योर? स्योर। सो यो पनि तपाईँको मिलेको छ। मैले यस्तो हिसाब गरेको कि 10 रुपियाँमा यति 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 जति आउँछ होइन। अब 1 केजी त अलि धेरै हुन्छ नि त, गेस गर्दै। आई गेस क्यारेटको चाहिँ पर केजीको त्यही 60 देखि 100 को बिचमा होला जस्तो लाग्छ मलाई। 60 देखि 100 को बिचमा? होइन होइन, सरी, 80 देखि 120 को बिचमा ल। फाइनल एन्सर यही हो? फाइनल एन्सर यही हो। सो लक गर्दा भयो है? सो फेरि पनि तपाईँको एन्सर मिलेको छ। कति पर्छ, कति छ केजीको? 80 छ, 80 छ ठ्याक्कै। 80 देखि 100। सो यो काँक्रो चाहिँ आई गेस यस्तै 40 देखि 80 को बिचमा पर्छ होला जस्तो लाग्छ मलाई। 40 देखि 80 को बिचमा? सो फाइनल एन्सर यही हो? यही हो। सो लक गर्दा हुन्छ? गरिदिउँ। सो यो पनि तपाईँको करेक्ट भएको छ। आज त हजुरले सबै मिलाउनु हुँदैछ त। म खासै रङ नै हुँदिनँ धेरै। लास्टमा चाहिँ पाइनएप्पल रहेको छ। हजुर, आई गेस पाइनएप्पलको चाहिँ केजीको भन्नुभयो है? हजुर, पिस भन्नुभएको हुन्छ। एक पिसको आई गेस त्यही 110 देखिबाट 160 को बिचमा पर्छ होला जस्तो लाग्छ। सो फाइनल एन्सर हजुरको यही हो? चाहिँ बिग्रे क्या जस्तो लागिरहेको छ मलाई। यही हो फाइनल। लक गर्दा भयो है? गरिदिउँ। सो तपाईँको फेरि पनि एन्सर मिलेको छ। ये यो चाहिँ ठिक्क मिलाउनु 160 नै पर्छ यसलाई चाहिँ। ए अहिले चाहिँ